एउटा पासपोर्ट बनाउन जाँदैन मान्छे राजधानीमा कुदिरहेको भौतारिरहेको दौडिरहेको बालबच्चा ल्याएर काठमाडौँको यो सहरमा राखेको मान्छे एउटा पासपोर्टको खोजीमा भौतारिरहेको मान्छेको जेबमा 80 रुपियाँ छ भने 10,000 फाइन बाइकको के व्हिल लक भयो रे अनि ऊ छटपटिएको छ शरीरमा आगो जलेको छ अनि नगर प्रहरीहरू चाहिँ त्यो बाइक राख्दैछन् उनीहरूलाई बाइकको त्यत्रो छ भनेपछि बालिन सरकारले के गुण्डाहरू चाहिँ के अरे भन्न गर्नुभएको हो कि होइन नगर प्रहरी हो भने त जनताको सुरक्षामा हुनु परेन कानुन छ कानुन मान्नुपर्छ के कानुन मान्नुपर्छ हामीले बुझेका छौँ तर मैले भिडियो किन बनायो भने मान्छेहरू संसारमा आत्महत्या गर्छन् अब ऋण लाग्यो भने केही पिर पर्यो भने यसै आत्महत्या गर्नुपर्छ र अरू उपाय छैन र संसारमा के मरेपछि फेरि फर्केर आउने यो जिन्दगी हो र हाम्रो भने जस्तै यो गणेशको पनि उसकै गल्ती छ अब त्यहाँ जल्ने बेलामा चाहिँ त्यहाँ अरूले बचाउनु पर्न्थ्यो छेउछाउको मान्छेहरूले अथवा प्रहरी नगर प्रहरी त हेर्ने मान्छेहरूले बचाएनन् यहाँको संसारको मान्छेहरू खत्तम छ कि टुवा पर लाटाले केरा जस्तो हेर्छन् सबै आफ्नो स्वार्थी मात्रै पुरा गर्नेछन् त्यो मर लागेको मान्छेलाई बचाउन सकिँदैन ल यो अरू मान्छेको धेरै गल्ती छ मेरो भिडियो लाइक कमेन्ट फलो सेयर रिपोस्ट धेरै गरिदिनुहोस् भन्ने अनुरोध गर्न चाहेँ अब यस्तै छ यो पापी संसार हो हेर्ने मान्छेले हेरे गर्छन् मर्ने मान्छे मरे गर्छन् यस्तै हो ल अब ऋण लाग्छ नि मलाई ऋण छ पैसा चाहिँ कमाइ छैन म पनि के त्यस्तै गरेर जलेर मर्ने त्यो चाहिँ 5-10 हजार भनेको भएदेखि नियम कानुन छ यत्र प्रहरीहरू छ नियम त छ नि त संसारमा त्यसमा मात्र जानु पर्यो त यत्रो मिडियाले सहयोग गरिरहेछ मान्छेलाई लाखौँ लाख नभएको मान्छेहरूलाई दिमाग छैन यो भित्रको दिमाग आउँला धेरै गाह्रो पर्छ मान्छेलाई अब त्यस्तै हो उसको नियम थियो उसले भन्यो के जाति गर्यो नियम कानुनमा जानु पर्थ्यो बाइक साइक त्यहीँ राखेर अब दिमागले काम गरेन उसलाई मराउनु लाग्यो मर्यो सब के अरे उसैको गल्ती छ सोर्याएन यस्ता मान्छेहरू धेरै छन् कोही रक्सी खाएर मर्ने कोही आत्महत्या गर्ने कोही जङ्गलमा झुन्डिएर मर्ने कोही पानीमा हाम फालेर मर्ने यस्ता मान्छेहरू थुप्रो छन् त्यो एउटा त्यो गणेश मात्रै होइन सारा संसारबाट थुप्रो छन् ल यस्तो चाहिँ कसैले नगर्नु होला